हेलो सबैजनालाई नमस्ते अनि तपाईँहरूलाई स्वागत छ मेरो पाखरिन ब्लगमा। म चाहिँ एकदम रातो नै पिरो भइरहेको छ, मलाई एकदम रिस उठिरहेको थियो नि त भिडियो बनाउँदाखेरि चाहिँ क्यामेरा मिल्दैन, त्यही भएर चाहिँ मलाई एकदम रिस उठिरहेको थियो। अनि आज फेरि मुखमा थुका खाएर मोमो देखेर अनि आज फेरि हामी फेरि मोमोकै भिडियो लिएर आएको छौँ। अस्तिको चाहिँ भिडियो चाहिँ एकदम दामी भएको थियो हो, मोमोसदेखि लिएर सबै चिजबिज सबै तपाईँलाई भनिहालेँ, दामी भएको थियो, मिठो भएको थियो हो। तर के गर्नु, साउन्ड चाहिँ बिग्रेको थियो, साउन्ड चाहिँ भएन। आज पनि त्यहाँनिर हुन्छ कि हुँदैन त्यो त थाहा छैन हो, हामी ब्याक क्यामेराबाट गर्दैछ। अनि यसमा चाहिँ मोमो अस्ति चाहिँ हामीले मोमो कति अस्तिको सेम बनाएको छ हामीले, सेम त्यही मिक्स भेज गरेर चिकन अलिकति हालेर चाहिँ मिक्स गरेर बनाएको छ। चिकन चाहिँ तर कम्ती नै हालेछ, साह्रै दामी भएको थियो, मिठो भएको थियो नि त। सेम त्यस्तै प्रकारले बनाएको छु मैले हो। अचार चाहिँ यहाँनिर छ, उनीहरू चाहिँ यहाँ चिल्ली सससँग खाने अरे हो। अन्त यहाँ दुईजनाले अलिअलि हालिरहेको छ, अचार पनि छ, उसले चाहिँ अचार बेसी खानु सक्दैन। अन्त आज चाहिँ हामी कतिवटा च्यालेन्ज लिएर आएको छ भने चाहिँ अब उसले त्यति खानु सक्दैन हो, अब ऊ पनि त्यति खानु सक्दैन, त्यही भएर चाहिँ म चाहिँ अलिक खाने हो। अन्त यसमा चाहिँ छ कतिवटा हो, 70 है, यसमा चाहिँ छ 70वटा। अब हामी हेरौँ खानु सक्छ सक्दैन। लास्टसम्म हेरेर इन्जोय गरिदिनु सल्लाह भन्दै अब चाहिँ हामी खानु सुरु गर्नेछौँ। यहाँ तातो तातो त्यो बाफ उठिसक्यो हो, अब रिस त पुरा उठिरहेको छ। खाऊ सुप पनि सेम बनाएको छ अस्तिकै। अचार खाँदैनौ? अचार चाहिँ यो एकदम यस्तो अचार चाहिँ यस्तो पल्किसकेको छ। हामी चाहिँ यो चाहिँ बदाम तिल सब मिक्स गरेर बनाएको अचार हो। के चाहिँ खाने यो साइड हो तपाईँको तातो, हाम्रो अलिक मन तातो छ। कस्तो तातो खान्छौ है? फर्स्ट बाइट सेम अस्तिको सेम भएको छ। अस्तिको मिठो भएर फेरि हामीले बनाएको नि त, यस्तै यही बनाउँछु भनेर। अब त गरम चढिसक्यो, तातो पनि खानु सक्दैन हो। सुप पनि भेजे है, अस्तिको जस्तो मिठो भएको छ। घोप्टा छ नि उसले, मिठो भएछ सुप पनि हो। नुन कम्ती भएन? अलिकति कस्तो मिठो भएछ। मामा नुन लगाइदिनु। नुन छैन? अघि मैले नुन चाहिँ मामा भान्जी चाहिँ साह्रै कडा खान्छ है। हामी यहाँ दुईजना, मैले तिमीलाई अघि भनेको होइन, किन नथप्नु ल? चावा हालिदिनु न। प्राङ हो, सानो पऱ्यो। एउटा चिज हालेछु, जिस्केको केही छैन। खाऊ, माया गरिदिएको मान्छेले खाऊ। मामाले दिनु न। तिमीलाई दिएको नि त, मामाले किन दिनु? छैन प्राङ, छैन प्राङ। डराउँछ के भएको? अस्ति मैले अस्तिको प्राङ पनि दामी भएको थियो नि त। के गर्नु, त्यो मोमो चाहिँ साह्रै सिलाउने बेउरा चाहिँ नराम्रो हो। भर्खर हालेको चिज चाहिँ भएछ। मलाई तातो तातो मनपर्छ, चिज चाहिँ मनपर्छ। झन्डा फाइट खेला जस्तो भयो यहाँनिर। ऊ फेरि चिसो खाँदैन उसले हो, फेरि के छिटो सेलाएको। झन् आज मैले सबै सेट गरेर मात्रै यहाँ थालमा हालेको। ऊ सेला हाल्यो, तर हामी त मन तातै ठिक छ। अचार चाहिँ गाइस यस्तो मिठो भएको छ। तातो नखाए चिसो चाहिँ के खानु, मजा आउँछ चिसो खानु। हामी तातो खानु मन लाग्छ। तिल अचार बदम दामी हुँदो रहेछ। अस्ति त त्यसरी खान्छ हामीले। यो साथ तातो रहेछ। कुन चाहिँ यो हामीलाई त्यो मन तातो दिएको छ, भित्रमा तातो छ हौ। कतिवटा खाइसक्यो। अब भिडियोमा गर्नुपर्छ कतिवटा खायो। ए आज चाहिँ हामी मामा माइजू भान्जी आएको छ है। मलाई चाहिँ कति दिन भयो नि त वक्को काको गर्छ, खाना खानु मन पर्दैन हो। त्यही भएर चाहिँ मोमोमा टेस्ट लिएको। 3 बजीदेखि बनाएको मैले, अहिले बजिसक्यो 7। मैले एक्लै बनाएको जस्तो मैले। ए उसले पेल्यो, ऊ दोकान गयो, उसले पिठो ल्यायो। मोमो खानु जस्तो गाँडा के पनि अब 2-3 जना छ। आज अलिक हात दुखेन, नभए त अरू बेला बेलुका त हात दुख। हातेको खान्छ क्या तपाईँ?
सुप पनि दामी म सुप नखाने मान्छे पनि भेजिटेबलको सुपमा पल्किसकेँ कोपी गाजर आलु हालेर बनाउनुपर्छ दामी नखाने बस्नु खानु न भोक त हामीलाई खतरा लागेको छ है त्यो के सुपमा के चाहियो प्याजको सुप छ क्या नुन हाल्यो हालिदिनु भने मामाले नुन हालिदिनु भिडियोमा हेर्नु त भएको छैन भिडियो भइरहेको छ किन भएको छैन नुन छैन अहिले बादमा खाऊ नुन मैले यसो हालिदिन्छु ल अनि खाऊ म भिडियोमा हेरेर आउँछु ल जाउ नुन पनि हाल ब्याक क्यामेरा गर्दैछ ताटेक्लै फेरि उता ल क्यामेरा ठिकै छ हुँदैछ थाहै पाउँदैन हौ ए अँ ए अलिक घोप्टो खाऊ न अब यही त्यो नुनको तिमीले बिर्को फुटाउँछ भाइ मुनि पक्रा चिप्लो छ ए मामालाई देऊ अमिलो गनाउँदैछ भिडियो गरेर कहाँ भनिदिन्छ अमिलो पो कहाँ आउनु भयो तिमीलाई के भयो पनि के अमिलो गाल पार्नुमा छिटो छ है गाइस यो खानु चाहिँ तपाईँले सस ए यो सस ससले गर्दा अमिलो सबै कुरा ताजा हो कि तपाईँको ससले चाहिँ अमिलो नै बेसी तिमीलाई कसले खानु भयो सस कति बेसी नुन खानु हुँदैन हौ कस्तो नुन खान्छ दुईजना मामा भान्जी लु बेसी काँचो नुन खानु हुँदैन ठिक छ अमिलो भयो यो नखा न अन्त यो खाऊ सस भन्ने चिल्ली सस हाउडे छ यो सस मामा हालिदिनुहोस् के हालिदिनु अचार मिठो लाग्यो नखाऊ त तिमी अलिक खाने हुँदैन यो सस हालेको है यो टेस्टको लागि मात्रै लाग्थ्यो थियो मैले यो कम्ती सानो कि उलाउँदा उयो भएर अमिलो भयो अमिलो अमिलो छ हाउडे छ राम्रो छ नि सस त्यो टमेटोको त होइन रहेछ त चिल्लीको उयसको नि चिल्ली पनि पिरो हुनु पर्ने अमिलो पो छ त्यो नछाम्नु न छानेको न तातो खाने आँटेछ अब चिज त मन पर्दैन अचार पनि क्या ठुलो छ अर्थ त मासुको मात्रै भन्दाखेरि त यसरी भेज मिक्स गरेर मासु खाएको मलाई दामी लाग्न थाल्यो मासु मठाउनु म पनि गरम लागेर क्या पसिना आउनु थाल्यो तपाईँहरूले सोच्नुहुँदा होला है उसले बेसी खानु सक्दैन मोमो भनेर तर चिकनहरू मिटहरू चाहिँ बेसी खानु सक्दैन नि त भेजको त खाइदिन्छ फेरि यसमा चाहिँ अलिकति ज्यादा भेजै छ नि त आमा 70वटा त हामी 3जनालाई त रेकर्ड ब्रेक गरिदियो त है 80वटा खाइदिने 100वटा चाहिँ एकजनाले चाहिँ खान सक्दैन है तर म चाहिँ भनिदिन्छु कहाँ सक्छौ 21वटा चाहिँ एकचोटि कहाँ आज त यो फेरि क्यामेरामा सानो सानो देख्छ कि तर एकदम ठुल्ठुलो छ यो चाहिँ त सानो देख्छ कि तर ठुलो छ यो अरूले बनाइदिए त दुईवटा चाहिँ हुन्छ दुईवटा तिनवटा चाहिँ हुन्छ बेसी खान सक्दैन खायो भन्दा नि फेरि मासुको चाहिँ खान सक्दैन अघि पनि भन्दा भनेको छु मैले भेजको त खान्छ नि मजाले मासु चाहिँ उसलाई कम्ती हालिदिनुपर्छ कि मिक्स गर्नुपर्छ कि अन्त मात्रै खान्छ यहाँ हेर्नु त क्या झऱ्यो झऱ्यो अस्ति चाहिँ हामीले 80वटामा चाहिँ अस्ति हामी चाहिँ त्यो अब भिडियो भएन अस्तिको यो चाहिँ सुहाउनै थिएन आजको पनि सुहाउनुहुन्छ कि हुँदैन त्यो थाहा छैन हामीलाई हो अस्तिको चाहिँ 80वटामा चाहिँ हामीले 6वटा छोडेको थियो आज चाहिँ 70वटामा या 2वटा रह्यो त्यो पनि सक्छ एक्सक्युज मी खाऊ
अलिक खाने हो ल है आज चाहिँ हामी खाइदिने हो क्या 80वटा तपाईँ खाने ल जाउँ मलाई चाहिँ भयो भने तातो त खान्छु म अब हाम्रो चाहिँ यो सेकेन्ड राउन्ड है मतलब अब 10वटा हालिदिन्छु ल अब खानु सक्छ सक्दैन हामी 80वटा भयो टोटल कति भयो 6 कहिले 3 4 5 6 9 10 यता खानु सक्छ कहिले खानु ल यता म राख्नु त खाँदैन लु तपाईँ खाँदैन भने उठ्ने हो लु अब चाहिँ हामी फेरि यो थपेको छ हामीले यहाँ 10वटा हो टोटल टक्कै 80वटा भयो है बो मामा भान्जी मामा भान्जी माइजू पुरा खरेछ सुरु लु गरौँ है सुरु है फेरि कल्डर खाऊ न तातो त टेस्ट अर्को हुन्छ तातो भयो तपाईँलाई हो तातो अझै एक मक्टु चाहिँ अब काँचो मतलब पाकेको छैन त्यतिकै राखेर चाहिँ अब त्यो चाहिँ पकाउँछ फेरि हामीलाई दुईजनालाई आधी घन्टा 1 घन्टामा फेरि त्यो त दुईजना त मिल्यो है अस्ति हामी 1 बजी खाएको दुईजना उच्च खाँदैन दुईजना सक्यो दाउलो अन्त साह्रै मनपर्छ हो मोमो गाइसहरू के गर्नु दिनदिनै खायो भने वाक्य हुँदैन है अन्त बस्तीको अस्तिको त्यो कोपी मैले भिडियोमा देखाएको दुईवटा थियो एउटा त यो आज बनाएको अहिले लगाइदिउँ खाने अझै खाने अब खाने अरे भरे खाउँ अब मलाई त भयो खानेमा खाऊ खाऊ न अन्त मलाई त भयो हाँ भरे अब खानेमा खाऊ बाबा भयो बाबा होइन सुप पनि फिनिस्ड मोमो बाबा रे बाबा आज त मिठो भयो अस्तिको भन्दा पनि हतार अस्ति पनि मिठो भयो तिम्रो पेट त है इन्डिया गेट रहेछ नि त है हेर्दा मात्रै मान्छे छोटो तर डायट त पुरा मोटो रहेछ नि त तिम्रो सुप बिस्तारै खाँदैन ओके गाइस उसलाई चाहिँ हतार भइसक्यो पुरा उठ्नु हो हामीले चाहिँ 80वटा चाहिँ आज डन गऱ्यो अस्ति चाहिँ हामीले 6वटा छोडेको थियो ऊ के भन्दैछ अब हामी बेलुका पनि खान्छ भन्दैछ अब फेरि बनाउनु पर्ने हुन्छ मतलब बनाइसकेको छ अब त्यसलाई बसाउनु मात्रै हो एकदम दामी एकदम मिठो भएको थियो आजको चाहिँ आशा गर्नेछु यो भिडियो चाहिँ अब आवाज आयो होला भनेर हो अस्ति चाहिँ के भएर आएको थिएन तपाईँलाई मैले अघि पनि भनिरहेको छु अनि यस्तै यस्तै भिडियोहरू लिएर फेरि पनि आउनेछु अब त्यस्तै हुन्छ कोही बेला मुकबाङ आउँछ कोही बेला ब्लग आउँछ र पनि तपाईँले हेरिदिनुहोस् होला भन्दै साथ दिनुहोस् होला भन्दै फेरि म तपाईँलाई नेक्स्ट भिडियो भेटेछु अब उसले चाहिँ सुप बिस्तारै खान्छ उसले पनि यहाँ सकिसकेको छ एकदम दामी अचार पनि दामी यो सबै दामी भइसकेको छ मोमोहरू अनि अब तपाईँलाई फेरि नेक्स्ट भिडियोमा चाहिँ यिनीहरूलाई यो चाहिँ अमिलो अमिलो भएर हो मिठो भएन अरे अब नेक्स्ट राउन्डमा भेटौँ नेक्स्ट भिडियो भेटौँ सबैजनालाई बाई बाई गुड नाइट अब बिहाइन्ड द सिन चाहिँ यस्तो च्यालाला भएर चाहिँ अब गएर म मिलाउनु पर्ने हुन्छ हत्तु चाहिँ म हुन्छु अब ऊ यहाँ थपक्क बस्छ हो ढल्किँदै एउटा ऊ त गेम खेल्नु हतार भइसक्यो हो पुरा गेम खेल्छ नि त गेम खेल्नु अब म चाहिँ यहाँसँग नाक्सिनी गर्दा ओर्दा 1-1.5 घन्टा लाग्छ अब नेक्स्ट भिडियो भेटौँ मेरो दुःख भनिदिएको न तपाईँहरूलाई सबैजना बाई बाई लभ यु बाई बाई भन्नु न बाई बाई